पूर्णलाई मेरो यो लोकसेवा आयोगको प्रतिस्पर्धी परीक्षाहरूको निमित्त कापर सर नामक युट्युब च्यानलबाट म तपाईहरूको समक्षमा उपस्थित भइसकेको छु र आज यो लोकसेवाको टपिक भन्दा भिन्नै टपिक लिएर आएको छु। जुन टपिक हो तपाईको मोटिभेसनको लागि लोकसेवा सफलताको मन्त्र। लोकसेवामा असफल भएका साथीहरूको लागि यो एउटा वरदान सिद्ध हुनेछ भन्ने म आशा राख्दछु र लोकसेवा पटक पटक तयारी गरिरहेका, निरन्तर प्रयास गरिरहेका तर असफल भइरहेका, के कति कारणले असफल भइरहेको छ सो कारण पहिल्याएर आफ्नो निरन्तर मेहनत गर्दै गयो भने पक्का पनि लोकसेवामा सफल भइन्छ भन्ने आशा र विश्वासका साथ म लोकसेवा सफलताको लागि मन्त्र लिएर आएको छु र अब ढिला नगरिकन त्यो मन्त्र म अगाडि बढाउन चाहन्छु। र अस्ति धेरै साथीहरूले मलाई कमेन्ट गरेको थियो, सर तपाईको भिडियो भेटाइरहेको छैन, के गर्नुस् भने युट्युबमा गएर कापर सर नामक सर्च गर्नुस् र मेरो फोटो पनि लागेको छ। पहिले मेरै भिडियो आउँछ, त्यसमा सब्स्क्राइब गर्नुस् र बेल आइकनमा क्लिक गर्नुस्। मैले बनाएका जम्मै भिडियो तपाई समक्ष पुग्छ भन्ने आशा राख्दै आजको यो भिडियो सुरुवात गरौँ। सफलता के हो त? न वो हमसे दूर था न मैं उनसे दूर था, न वो हमसे दूर था न मैं उनसे दूर था, आता नहीं था नजर तो ये नजर का कसूर था, ये नजर का कसूर था। साथीहरू के हो भने लोकसेवाको सफलता हामीबाट टाढा छैन, न हामी सफलताबाट टाढा छौँ। फरक सिर्फ यति हो कि त्यो हामीलाई दृष्टिमा, नजरमा आइरहेको छैन। कहानी के छ भने मृगको नाभिमा त्यो सुवास सेन्ट हुन्छ नि, त्यो सुवास हुन्छ सेन्ट मृगको नाभिमा, तर त्यो हावा जब चलेपछि आफ्नै भित्र छोएर जिन्दगीभर भौताइरहन्छ, मृग तृष्णा त्यसलाई हुनेछ। त्यसकारण सफलता भन्ने शब्द सफलताभित्रै छुपेको छ, तर हामीले त्यसलाई पहिल्याउन सकेका छैनौँ, हेर्न सकेका छैनौँ। र आज त्यसैको म हजुरहरूको समक्षमा त्यसको कसरी यो सफलता जुन छ सक्सेस, SUCCESS, यो सक्सेस भित्रै सफलता लुकेको छ र मलाई विश्वास छ यो मन्त्र तपाईले आफ्नो जीवनमा अपनाउनु भयो भने लोकसेवा पक्का नै क्र्याक गर्न सक्नुहुन्छ भन्ने विश्वासका साथ आज यो सफलताको मन्त्र म वाचन गर्न गइरहेको छु। साथीहरू, यस पहिलो अक्षर के हो? यस। यसको अर्थ के हो भने सी योर गोल। हाम्रो लक्ष्य के छ? खरिदार टार्गेट हो कि, नासु टार्गेट हो कि, अफिसर टार्गेट हो कि, के हो टार्गेट? जुनसुकै क्षेत्रमा, लोकसेवा मात्रै होइन, टार्गेट के छ त्यो टार्गेट हामीले हेर्नुपर्छ। त्यसको दायाँ बायाँ केही हामीले हेर्नु हुँदैन। त्यस्तै युबाट के छ? अन्डरस्ट्यान्ड द अब्स्ट्याकल्स। अर्थात् यो हामीले गोल हेर्ने क्रममा, हामीले यो गोल जुन छ नि, यो गोल हेर्ने क्रममा अगाडि के बाधा व्यवधान आउन सक्छ, त्यो बाधा व्यवधानलाई हामीले बुझौँ युबाट। र अर्को छ सी, क्रिएट अ पोजिटिभ मेन्टल पिक्चर। समाजमा तपाईले काम गर्दाखेरि अनेक किसिमका टिक्का टिप्पणी गर्न सक्छ। हाम्रो समाजले तपाईलाई पथबाट भ्रष्ट गर्न सक्छ, तपाईको बाटोलाई बिराउन सक्छ। त्यसकारणले हामीले क्रिएट अ पोजिटिभ मेन्टल पिक्चर, आफ्नो मस्तिष्कमा सकारात्मक तस्बिरको सिर्जना गर्नुपर्छ। हाम्रो मस्तिष्कमा जुन टार्गेट छ त्यसको तस्बिर बाहेक अरू तस्बिर हाम्रो मस्तिष्कमा हुनु हुँदैन। टार्गेट खरिदार, टार्गेट नासु, टार्गेट अफिसर, के छ टार्गेट? त्यो टार्गेट हाम्रो मस्तिष्कमा हमेशा पोजिटिभ पिक्चरको रूपमा, तस्बिरको रूपमा हामीले सिर्जना गरिराख्नुपर्छ। त्यसै अब अर्को सी के छ? क्लियर
योर माइन्ड अफ सेल्फ डाउट। यो हेर्नुहोस् धेरै राम्रो छ, क्लियर योर माइन्ड अफ सेल्फ डाउट। हामीले आफ्नै माइन्डमा शङ्का गर्यो भने, चिन्ता गर्यो भने के भनिन्छ? चिंता ऐसी डाकनी काट कलेजा खाए, वैद्य बेचारा क्या करे कहाँ तक दवा खिलाए। चिंता यस्तो डाइन हो, यस्तो बोक्सी हो कि भित्रै भित्रै हामीले मार्छ। वैद्यले कहाँसम्म औषधि उपचार गर्छ? तपाईँ जहाँसुकै गए पनि 50% औषधिले काम गर्छ भने 50% तपाईको आफ्नो सकारात्मक सोचले काम गर्छ। त्यसकारणले हामीले अरूको भनाइमा, अरूले गरेको कामबाट, अरूको पछि पछि लाग्नु हुँदैन, अरूको सोच, अरूले गरेको टिक्का टिप्पणीको पछाडि लाग्नु हुँदैन र हाम्रो आफ्नो माइन्डलाई यो डाउटबाट हामीले आफै शङ्का रहित तरिकाले बस्नुपर्छ। अर्को हो यीबाट इम्ब्रेस द च्यालेन्ज। हाम्रो बाटोमा, हाम्रो लक्ष्य प्राप्ति गर्ने ठाउँमा अनेक किसिमका चुनौतीहरू आउन सक्छ। कहिले कपी हुँदैन, कहिले किताब हुँदैन, कहिले बस छुट्छ, कहिले बस तिर्ने भाडा हुँदैन, कहिले खाना हुँदैन, कहिले भोकै हुन्छ। त्यो सबै च्यालेन्जलाई हामीले मजाले अँगाल्नुपर्छ। च्यालेन्जलाई हामीले गले लगाउनुपर्छ, अँगालो मार्नुपर्छ च्यालेन्जलाई कि तिमी आऊ च्यालेन्ज, म तिमीलाई स्वागत गर्दछु। किनभने तिमी जबसम्म मेरो जीवनमा च्यालेन्ज आउँदैन तबसम्म मेरो जीवनको अगाडिको बाटो सुनौलो हुँदैन। त्यसकारण हामीले चुनौतीसँग भाग्नु हुँदैन, चुनौतीको सामना गर्नुपर्छ। अर्को छ स्टे अन ट्र्याक। यति कुरा 1 2 3 4 5 यति कुराको, यो 5 कुराको बावजुद यदि हामीले आफ्नो बाटोमा निरन्तर लागिरह्यौँ, निरन्तर प्रयास गरिरहनुपर्छ। यो 5 कुराको, यो कसैले यही यो गोलै हेरेको हुँदैन। गोल हेरेको छ, बाधा व्यवधान आउँछ, यो हेरेर भाग्छ। बाधा व्यवधान पनि थाहा छ, सकारात्मक सोचको निर्माण गर्न सक्दैन। सकारात्मक सोच पनि छ तर माइन्डमा डाउट छ, शङ्का छ भने यहीँबाट घर गएर भाग्छ। भन्छ मैले 2 वर्ष लोकसेवा तयारी गरेँ, सफल भएन। काहीँ न काहीँ चाहिँ तपाईँको लिक छ। यो पङ्चरलाई टाल्नुपर्छ हामीले। यही हाम्रो माइन्डको यही पङ्चर हो, यही होल हो, यही पाल हो। यो पाललाई हामीले टाल्न सक्यौँ भने हामी लोकसेवामा सफल हुन्छौँ। अर्को छ यति कुरा हामीले यो च्यालेन्जलाई, यो पङ्चरलाई, यो 5 पङ्चरलाई टालेर यो छैठौँमा हामी अडिरह्यौँ भने अवश्य संसारले लास्टमा के भन्छ? सो द वर्ल्ड यु क्यान डु इट। र तपाईँले सफलता हात पार्नुहुन्छ र यो सारा संसारले हेर्नेछ र तपाईँको के गर्छ? वाहवाही गर्नेछ। ए धेरै राम्रो गर्यो बाबु, धेरै राम्रो। त्यसकारण यो सफलताको मन्त्र तपाईँले आफ्नो मस्तिष्कमा छापेर राख्नुहोस् र म ग्यारेन्टी दिन्छु तपाईँले यो मन्त्र सक्सेसको सूत्र आफ्नो एक स्टेप गएर पालन गर्नुभयो भने कोही माइकालाल तपाईँ लोकसेवा पास गर्नबाट रोक्न सक्दैन। किनभने त्यो सफलता त म भित्रै छ, हामी भित्रै छ। हामीले त्यसलाई हेर्न सकेका छैनौँ, मुलाकात गर्न सकेका छैनौँ। र यति भन्दै तपाईँको पूर्ण सफलताको लागि शुभकामना दिँदै म बिदा हुन्छु। यो भिडियो तपाईँलाई मन परे मेरो च्यानल सब्सक्राइब गर्नुहोला। यस्ता भिडियो आउने बित्तिकै तपाईँ कहाँ पुगोस् भने म कामना गर्दछु। र मैले आज बताएका लोकसेवा सफलताको सूत्र एक स्टेप तपाईँले पालन गर्दै गयो भने मलाई पूर्ण विश्वास छ कि तपाईँ लोकसेवा आयोगको इक्जाममा सफल हुनुहुन्छ र पुनः तपाईँको सफल भविष्यको लागि शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार।